सागर आले। सागर जी कहाँबाट? यही त चितवन पटानी। के गर्नुहुन्छ भाइ प्रोफेसन? अहिले पढ्दै हो। के पढ्दै हुनुहुन्छ? 12 मा। 12 मा? 12 हजुर। सुनौँ न त। आखिर मलाई झुक्याएर अर्कैसँग चली हजुर मान्छे रहेछ खली हजुर अर्कैसँग चली माया गरे जस्तो मलाई गर्थे अलि अलि सोझी साझी भन्ठानेको मान्छे रहेछ खल्ली आखिर मलाई झुक्याएर अर्कैसँग चली हजुर मान्छे रहेछ खली हजुर अर्कैसँग चली। सागर भाइ अर्को गाना सुनाउन। सारा खुसी समेटी राखिदिए उनकै पोल्टोमा हेरानी मोहिले आज जिउँदै पुरिन् मलाई खाल्टोमा लाखौं मुटु सामुने थियो सेरिएकै मुटु किन रोज्यो लाखौं मुटु सामुने थियो सेरिएकै मुटु किन रोज्यो। ल इन्दिराले डिसिजन सुनाउँछ सबभन्दा पहिला। मलाई चाहिँ फर्स्टमा गाउनु भएको भन्दा यो चाहिँ मलाई मन पर्यो। आई थिङ्क तपाईँको कम्फोर्टेबल हुने यो जनर हो। तपाईँलाई पप मनपर्छ बढी? इन्दिराको लागि चाहिँ उसले सेकेन्ड गीत मन पराउनु भनेको चाहिँ नो भनेको सबै गाउँछु मैले भन्नाले अब सबै प्रकारको गीत चाहिँ सुन्छु होइन। सिक्नु भएको छ तपाईँले? सिक्दै हुनुहुन्छ? सिक्न चाहिँ सिकाएको छैन। तपाईँको कल्चरल सङ कुनै छ तपाईँको कल्चरको सालैजु जस्तो आले हाम्रो सागर आले फुलाको थुङ्गा फेवा तालमा डुङ्गा सालैजो माझिदा। यस 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 मेरो तर्फबाट यस मन पर्यो यो पनि राम्रो छ किनभने उहाँले जुन त्यो एउटा ट्रेडिसनल पना चाहिँ ठ्याक्क ल्याउनु भयो। मलाई चाहिँ कस्तो लागिरहेछ मैले यदि मैले चाहिँ उसलाई सेलेक्ट गरिनँ भने मलाई पाप लाग्छ जस्तो लाग्यो। मैले केही भन्नुपर्छ? सो यस थ्याङ्क यू सर। लागिदिनु सक्छ छैन? छैन छैन तिमीले गाडी जित्न सक्छ जस्तो लागिरहेछ। थ्याङ्क यू सर। गाडी जित्यो भने के गर्छ? पहिला लाइसेन्स दिनु पर्यो। लाइसेन्स